Hello everyone. So I'm a mother अनि मलाई चाहिँ there's always things going around like बच्चालाई के फिड गराउने के फिड गराउँदाखेरि इट्स बेटर भनेर अनि अब यस्तो रिसर्चहरू गरिन्छ हेरिन्छ इन्टरनेटहरूमा अनि हेर्दै जाँदाखेरि चाहिँ देयर वाज अ नाइस रेसिपी अफ मखना र ड्राई फ्रुटहरूको पेस्ट बनाएर अनि बच्चालाई इजिली फिड गराउन मिल्छ त्यो हेरेको थिएँ सो आज चाहिँ म मेरो स्टाइलको रेसिपी आइम गोइङ टु सेयर विथ यु गाइज अनि वाइ मखना भन्दाखेरि चाहिँ यो चाहिँ इट्स अ भेरी गुड सोर्स अफ क्याल्सियम भिटामिन प्रोटिन हुन्छ मखनामा लट्स अफ थिङ द्याट आई डिन्ट नो होइन अनि मोस्ट अफ द मदर्सहरूलाई पनि थाहा हुँदैन थाहा छैन होला कि लाइक यसको फाइदाहरू के छ यसले चाहिँ बोन्सहरूलाई एकदमै स्ट्रङ बनाउँदो रहेछ सो वन्स योर चाइल्ड इज लाइक अबभ 6 months यु क्यान फिड देम होइन यो चाहिँ अब आफूले इजी क्यारी गर्नलाई पनि इजी हुन्छ पेस्ट हो अनि बाहिरबाट किनेको सेरेलेक भन्दा चाहिँ दिस इज मच बेटर अनि हेल्दियर भनौँ न आफूले घरमा प्रिपेयर गरेको अनि मैले चाहिँ आइम गोइङ टु सेयर विथ यु गाइज लाइक हाउ आई प्रिपेयर दिस पेस्ट होइन बेसिकली यो पेस्ट हो जहाँ चाहिँ यु क्यान लाइक पुट इट इन अ गुड एयर टाइट कन्टेनर अनि यु युज इट फर लाइक अ मन्थ है 1 monthसम्म युज गर्न मिल्छ अनि यो चाहिँ अब मैले प्रिपेयर गरेको एउटा सानो क्लिप हो विच आई विल बी प्लेइङ नेक्स्ट त्योभन्दा अगाडि चाहिँ वाट वान टु से इज बच्चालाई सकेसम्म हामीले सलिड खाना थालिसकेपछि चाहिँ लेट्स गिभ देम होममेड फुडहरू नै जहाँ चाहिँ आई पर्सनली प्रिफर क्यारेट बोइल्ड क्यारेट अनि त्यसपछि पम्किन पाकेको फर्सी होइन अनि एस्पारागस कुरिलो त एकदमै म आई लभ कुरिलो माइसेल्फ सो आई प्रिफर गिभिङ इट टु माई चाइल्ड अनि यो सबै चाहिँ आई डु नट मिक्सचर इट यसलाई चाहिँ मिक्सचर नगरिकनै आई फिड टु माई चाइल्ड किनभने वान थिङ द्याट आइभ लर्न फ्रम माई सन who is like 8 years old now अनि अहिले पनि he struggle to chew lot of thing के जसले गर्दाखेरि चाहिँ I still have problem अनि मैले when I look back मैले उसलाई जे पनि मिक्सचर गरेर खानिदिन्थेँ अनि मेबी त्यो कारणले गर्दाखेरि पनि अहिले he has this you know fear of choking ऊ आफैलाई पनि म चोक गर्छु कि भन्ने डर लाग्छ सो he doesn't prefer chewing things होइन अनि बरु खादी नै भन्छ which I don't want my you know daughter to inherit that त्यसैले चाहिँ अहिले I mostly give her food जुन चाहिँ चोक गर्ने चान्सेस हुँदैन त्यो फुड चाहिँ म उसलाई च्यु नै गर्न दिन्छु दो शी डजन्ट ह्याभ लाइक टिथ अहिले उसको टिथ आएको छैन but still I give her things that she will eat properly without any mixture so I hope this little ingredient will help you guys kada travel garna jadakeri ani make sure you feed it with like hot water ma त्यसलाई mix garera ani feed गर्ने and don't keep it for too long after you prepare the meal bhanam na so yeah I hope you like my ingredient यसरी नै I take all the dry fruit I take cashew almond walnut अनि dates यो सबै चाहिँ I microwave it for 10 to like 20 seconds त्योभन्दा बढी चाहिँ overcooked हुन्छ so I don't want to do that अनि यो सबै लिएर I put it in a mixture अनि त्यसको चाहिँ I take it out as a paste अनि धेरै मसिनो पेस्ट पार्दिनँ because my daughter can swallow it त्यही भएर तर मेक स्योर तपाईँको बच्चा सानो छ अनि swallow गर्न गाह्रो हुन्छ भने चाहिँ अलिकति पेस्टै बनाउनुहोस् अनि मखना लिने यसरी नै अनि त्यो मखनालाई पनि आई माइक्रोवेभ इट फर लाइक 1 minute अलिकति राम्रोसँग तातेपछि चाहिँ आई मेक इट द पेस्ट मिक्सचर गरेर अनि यो दुइटै पेस्टलाई मिक्स गरेर अलिक आफूलाई चाहिने क्वान्टिटी पुगिसकेपछि चाहिँ आई पुट इट इन अ एयरटाइट कन्टेनर अनि यो चाहिँ आई युज इट फर लाइक 15 to 20 days तपाईँले पनि त्यो हेरेर युज गर्न सक्नु